एकचोटि यो ठाउँमा चाहिँ पार्ट टाइम काम गरेर दौडादौड भागाभाग हुन्थ्यो है। धेरै पछि चाहिँ घुम्न आइरहेको छु, त्यो पनि फ्यामिलीसँग धेरै। जोस् यहाँ आयो भने चाहिँ त्यस्तो रमाइलो भन्दा नि जो सङ्घर्षका दिनहरू चाहिँ धेरै याद आउने रहेछ। त्यसरी चाहिँ त्यस्तो रमाइलो पनि रहेको छैन, नरमाइलो पनि लागेको छैन। जोस् ठिकै छ, धेरै परिवर्तन चाहिँ भएको रहेछ। अनि त्यही पुरानै बसाइ भागदौड, यस्तै भागदौड, ट्रेन छपाछपको है, स्ट्रेस अनिन्द्राका कारणले चाहिँ यहाँ चाहिँ धेरै तनाव पनि भोगेको, जो सङ्घर्ष गरेको ठाउँ हो। माया पनि लाग्दो रहेछ। जोस् कस्तो लाग्यो मम्मी खेल्दै? धेरै राम्रो हो। पूजाजी तपाईँलाई कस्तो लाग्यो? म चाहिँ सपिङ नगर्दासम्म मलाई खासै राम्रो लाग्यो। जोस् मलाई त खुसी लाग्यो। पहिला चाहिँ एक्लै आएको थियो, टुन्टीजरा, त्यसपछि फुच्चे छ होइन। यहाँ चाहिँ पहिला सिङ्गलामा चाहिँ अहिले चाहिँ 2टा लिएर आएको छु होइन। आउनु हामी।